हेलो एन्ड नमस्ते वेलकम ब्याक अनदर न्यू भिडियो साथीहरू। आज मैले नयाँ दाइको साथमा चाहिँ भिडियो लिएर आएको छु सदा चाहिँ हैन। आज चाहिँ म विशेष गरी दाइसँग कुरा गर्दैछु। हामी चाहिँ अहिले सेन्ट्रुमा आएको थियौँ हैन। तपाईहरुले हेर्न सक्नुहुन्छ यता पनि हैन। दाइ तपाईलाई स्वागत छ मेरो भिडियोमा। थ्यांक यू मेरो भाइ। परिचय दिनु हजुरको। मेरो नाम चाहिँ कृष्ण कुमार है। अनि कताबाट रोमानिया नेपाल घर स्याङ्जा। अनि के छ कस्तो छ रोमानियामा? ठिकै छ। आज 7 महिना भइसक्यो आएको, तर आज पहिलोचोटि यसो भाइहरुसँग घुमघाम हुँदैछ आज जाडो मौसमसँग है। कस्तो लाग्यो तपाईलाई यो ठीक छ मिठो सेन्ट्रु एरिया राम्रो लाग्यो एकदम, किनकि फेस्टिभलको माहौल छ है, सजावट पनि राम्रो छ, सबै ठीक छ। अनि ठ्याक्क तपाई कति भयो यहाँ आउनु भएको भन्नु त? 7 महिना पुरै भयो भाइ। 7 महिनामा आज बल्ल पहिलो दिन एकचोटि छुट्टी लिएर बाहिर घुम्ने मौका मिलेको छ है। ठीक छ। अनि हजुरको अनि कस्तो भइरहेछ रोमानियाको बसाइ? बसाइ ठिकै छ, राम्रै छ, चलिरहेछ। अनि के रे कस्तो छ काम भनेको जस्तो छ नि काम? काम ठिकै छ। काम त जहाँ गए नि एउटै त हो हैन, कहिले सजिलो कहिले असिलो एउटै हो। जस तपाई के काममा भनेर चाहिँ एप्लाई गर्नु भएको थियो नेपालबाट? म किचन हेल्परको लागि हो खास अप्लाई गरेको चाहिँ। जस किचनमै परेछ तपाई? एकदम। जस होटल रेस्टुरेन्टमै हो? एकदम सेटिस्फाइड छु त्योदेखि चाहिँ। अनि स्यालेरीको कुरा कस्तो छ तपाईको? जस भनेको जस्तो छ कि छैन? भने भन्दा बेटर नै छ है। जे होस्, सेटिस्फाइड छु त्यसमा पनि एकदम। ल बधाई छ। अनि के भन्छ तपाईको रोमानिया आउनलाई चाहिँ तपाईले कति टाइम चाहिँ वेट गर्नु पर्यो? तपाईको प्रोसेसिङ टाइम कति लामो थियो? मैले लगभग 9 महिना जति वेट गरेँ नेपालमा। त्यस्तो धेरै त होइन, 1 वर्ष 11 महिना। 1 वर्ष भन्दा नै कम भनेको त्यो 11 महिनामा चाहिँ म रोमानियामा आइपुगेको थिएँ। 9 महिना प्लस दिल्लीको डेट झरिसकेपछि 2 महिना वेट गरेँ। अनि तपाईले अलमोस्ट 7 महिना तपाईँ यहाँ रोमानियामा बसिसक्नु भएको छ। हजुर। अब जति पनि नयाँ साथीहरूले एप्लाई गर्न खोज्दै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ के सजेस्ट गर्नुहुन्छ? उहाँहरूको लागि चाहिँ अब मोस्ट अफ द टाइम जो आफ्नो स्किल छ उसैमा चाहिँ अप्लाई गर्दा बेटर हुन्छ है। अगर बाहिरी कामहरूमा पर्यो भने चाहिँ अब मौसम अनुसार चेन्ज भइरहन्छ, कहिले गर्मी कहिले जाडो है। अहिले चाहिँ साह्रै जाडोको मौसम छ। अगर यो टाइममा चाहिँ बाहिर पर्यो भने चाहिँ काममा अलिकति गाह्रो हुन्छ सर्भाइभ गर्नको लागि हैन। र जो स्किल छ त्यसमै पर्यो भने चाहिँ अलिक सहज चाहिँ हुन्छ नयाँ आउँदाखेरि। ल्याङ्ग्वेज पनि अलिक डिफिकल्ट नै छ है। भाषाको कुराहरूमा चाहिँ सबैले भन्छ अब रोमानियामा कसैले भन्छ इङ्ग्लिस भएपछि केही पनि चाहिँदैन भन्छ हैन, कसैले भन्छ इङ्ग्लिस नभए पनि तर अलिकति हुन्छ नि भाषा चाहिँ अलिकति जनरल नलेज चाहिँ अलिकति लिएर आउनुपर्छ भन्ने कुराहरू छ हैन। यो कुराहरूमध्ये चाहिँ तपाईँ चाहिँ कुन कुरामा चाहिँ सजेस्ट गर्नुहुन्छ जो चाहिँ म चाहिँ आफ्नो प्रिपरेसन चाहिँ आफूले गरेको बेटर नै हो भन्ने भन्न चाहन्छु, किनकि इङ्ग्लिस पनि मोस्ट अफ द पब्लिकहरू रोमानियाको हैन ओल्ड पर्सनहरूले त बोल्दैन है। जो पनि यङ पर्सनहरू छ उनीहरूको फर्स्ट चोइस नै रोमानियन ल्याङ्ग्वेज हो। सो इङ्ग्लिस भनेको उनीहरूले अप्सनमा मात्रै राख्छ, उनीहरूले चाहेर पनि उनीहरू बोल्दैन क्या। सो हामीहरू सर्भाइभ चाहिँ यहीँको लोकल ल्याङ्ग्वेजमै गर्नुपर्ने हुन्छ। अनि भन्न मिल्छ भने तपाईँको स्यालेरी चाहिँ कति छ भनिदिनु होइन? त्यो त डाइरेक्ट खोल्न आउँदाखेरि होइन होइन तपाईँले मैले भन्न खोजेको यस्तो रोमानियामा आएर होइन यति चाहिँ कमाउन सकिन्छ। अनि अब जति पनि नयाँ आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ यति तिरेर आउँदा चाहिँ बेटर हुन्छ है, बेस्ट हुन्छ है। त्यो रोमानिया अब प्राय मान्छेले भनिरहेको हुन्छ रोमानिया भन्छन्, तर रोमानिया भनेको जस्तो छैन। अब सेवा सुविधा त्यस्तो छैन, तलब त्यस्तो छैन भन्ने कुराहरू छ नि त। यो बिचमा तपाईँकोबाट पनि केही म्यासेज हुन्छ नि त, त्यो कुराले चाहिँ मैले तपाईँलाई सोधेको। भन्न मिल्छ भने के कतिसम्म चाहिँ कमाइ हुन्छ अनि के कति तिरेर आउन चाहिँ राम्रो हुन्छ बेटर हुन्छ भन्ने कुरा चाहिँ सजेस्ट चाहिँ गरिदिनु न, सहज हुन्छ नि त जति पनि नेपालबाट चाहिँ आउँदै हुनुहुन्छ। यसमा चाहिँ म यो भन्न चाहन्छु कि है नेपालमा अब हामीहरू जो दिल्लीमा इन्टरभ्यू दिन्छ त्यहाँनिर हामीहरूले एउटा उस पेपर देखाएको हुन्छ है, लाइक सेलेरी स्लिप जस्तै। त्यसमा नेट स्यालेरी अनि ग्रोस स्यालेरीहरू छुट्टाएको हुन्छ क्या। त्यसमा चाहिँ मेरो चाहिँ अब 4050 चाहिँ नेट थियो भने मेरो 2575 चाहिँ ग्रोस थियो।
है। अनि जब म यहाँ इन्ट्री भएँ है सबभन्दा पहिलो त आफ्नो स्किल र आफ्नो वर्क पर्फर्मेन्स नै बेटर हो है। त्यो त एकदमै हुन्छ। त्यो म यहाँ आइसकेपछि अब फर्स्ट मन्थमै मैले 3000 पाएँ है अनएक्सपेक्टेड रूपमा। अनि फेरि 2 महिना त्यहाँ काम गरेपछि फेरि मलाई अर्को ठाउँमा पठायो होइन। त्यहाँ आइसकेपछि अझै बेटर अपर्च्युनिटी पाएँ। 3000 मा डाइरेक्ट 3700 पाएँ है। अनि त्यसपछि अब एक्स्ट्रा काम चल्दै गयो भने चाहिँ ओभर टाइमहरू चल्दै गयो भने चाहिँ 4000-4500सम्म नि हुन्छ मन्थली। तर नर्मल स्यालेरी भनेको चाहिँ 3300-3700सम्म बस्छ। त्यो त हजुरको ठिकै रहेछ। जस हजुर पहिला अर्को कम्पनीमा नि काम गर्नु भएको हो? म पहिला अर्को ठाउँमा थियो बट यही कम्पनीको, तर यसले चाहिँ अर्को ठाउँमा चाहिँ पठाएको थियो। जस ब्रान्च 2 महिना लोकेसन मात्रै फरक। ठिक छ। जस तपाईँ एकदम खुसी हुनुहुन्छ? एकदम सेटिस्फाइड छु। नेपालमा तिरेको 9 लाख असुल हुँदैछ बल्ल। 9 लाख तिरेर आउनुभएको? 9 लाख हो नि। अनि अब 7 महिना अगाडि होइन? 7 महिना अगाडि 9 लाख तिरेर आउनु भएको भनेपछि त हुन त अब यो कुरा चाहिँ अब कतिपय साथीहरूले चाहिँ नौलो लाग्दो रहेछ होइन। 4 वर्ष अगाडि आउँदाखेरि मैले पनि 7 लाख तिरेको होइन। मसँग जति पनि साथीहरू आउनु भएको थियो उहाँहरू नै तर्सिनु भएको थियो कि मैले तिरेको पैसा। जसरी नि मान्छे हामी नेपालीहरूलाई चाहिँ विदेश आउनु नै हुन्छ नि त, आउनै पर्ने हुन्छ। म जसरी नि विदेश जान्छु डजन्ट म्याटर म कति तिर्न पर्छ, अनि डजन्ट म्याटर कि म के काममा पर्छु होइन। जो आफूसँग भएको स्किलसँग लिएर आफूले एप्लाई गरेको हुन्छ नि त। अब म पनि पहिला नेपालमा अब होटल रेस्टुरेन्टमा काम गर्थेँ, अनि त्यो अनुसारले नि मैले होटल रेस्टुरेन्टमा हालेको। हजुरले पनि त्यसरी नै हाल्नु भएको होला सायद होइन। जोस् तपाईँ अहिले आएर चाहिँ जोस् रोमानियामा खुसी हुनुहुन्छ? ठिक छ, सेटिस्फाइड छ। अब आफ्नो काम अनुसारको मेहनत अनुसारको पाइरहेको छ भनौँ है, त्यसैमा सेटिस्फाइड हो। अनि दाइ त्यो साँच्चै यो काममा चाहिँ नेपाल र यहाँको चाहिँ कतिको डिफ्रेन्ट पाउनुभयो तपाईँले कामको कुरामा चाहिँ? अनि सिस्टम वाइज काम वाइज होइन के फरक पाउनुभयो नेपाल र यहाँको? सिस्टम अनुसार भन्यो भने अब यहाँनिरको अब खासै अब त्यति बेटर पनि भन्दैन है। सायद राम्रो कम्पनी नपरेर होला होइन। तर नेपाल र यहाँको कम्पेरिजन गर्दाखेरि चाहिँ अलिकति वर्क पर्फर्मेन्सहरूमा चाहिँ धेरै डिफ्रेन्ट छ। किनकि नेपाल आफ्नै गाउँठाउँ भयो है, जसरी पनि काम गर्दा भयो है, सुटेबल हुन्छ। तर यहाँनिर चाहिँ सुटेबल हुँदैन। अब हामी अन्तिममा छौँ होइन। अनि तपाईँलाई चाहिँ जस यो रोमानियाको चाहिँ सबैभन्दा मनपर्ने पार्ट चाहिँ के हो, मनपर्ने चिज चाहिँ के हो? मनपर्ने माहौल चाहिँ है पहिला क्लाइमेक्स, त्यसपछि चाहिँ यहाँको राम्रो राम्रो केटीहरू है। मिठो एन्सर। जस अनि के छ तपाईँको अब रोमानियाको बसाइ तपाईँको कतिको लामो हुन्छ होला सायद? मेरो आई थिङ्क बसाइ लामै हुन्छ होला, किनकि अब भनेअनुसारको होइन सेलेरीहरू सबै प्रोग्रेस हुँदैछ। अगर यस्तै भयो इम्प्रुभ हुँदै गयो भने चाहिँ लङ टाइमै बस्छ होला। जे हुन्छ नि त। अब कतिपय नेपालीहरूले म भिजा त लाग्न पाओस्, रोमानिया त छिर्न पाऊ, त्यसपछि चाहिँ म हुन्छ नि यो देश जान्छु, यस्तो गर्छु उस्तो गर्छु भन्ने एउटा सपना बोकेर आएको हुन्छ। अनि तपाईँको चाहिँ त्यस्तो केही प्लान त छैन नि? छैन, त्यस्तो खासै ब्याकअप प्लान चाहिँ केही पनि छैन है। र जति पनि यो सोचेर आइन्छ नि, तर यथार्थ रूपमा सोचेको भन्दा धेरै फरक छ। लङ टाइम पनि बस्नुभएको दाइहरू है, 5-7 वर्षदेखि यहीँ बस्नुभएको दाइहरू है, उहाँहरूले पनि अझै पनि स्ट्रगल गर्दै हुनुहुन्छ यो विषयमा चाहिँ। हामी त भर्खर नयाँ आउँदैछौँ। फर्स्ट अफ अल यहाँको माहौलमै घुलमिल हुनु सक्नु पर्यो है। यहाँको माहौलमा घुलमिल भइसकेपछि त्यो भनेको सेकेन्ड अप्सन हो, तर त्यसको लागि चाहिँ धेरै पछाडि नै सोच्नुपर्छ। फिलहालको लागि चाहिँ सोचेर हुँदैन। तपाईँ 7 महिना हुनुभयो, अनि रोमानियन भाषा केही सिक्नु भएको छैन? रोमानियन भाषा सिके अलिअलि आफूलाई काम चलाऊ है। एउटा शब्द भनिदिनु न तपाईँको फेभरेट चेफाज है। ओके ठिक छ। अनि अन्तिममा आएर जति पनि तपाईँले 7 महिना एक्सपिरियन्स गर्नुभयो रोमानियामा, तपाईँ एज अ किचनमा काम गर्नुहुन्छ, एज अ सेफको रूपमा अब हुन्छ नि किचनको काम भनिसकेपछि होइन, त्यसमा तपाईँको रेस्पोन्सिबिलिटी पनि त्यस्तै हुन्छ होइन। होटल लाइनमा काम गरिसकेपछि
तपाईँको एक्सपिरियन्सबाट चाहिँ जति पनि नयाँ आउँदै हुनुहुन्छ, नयाँ सपना बोकेर आउनु हुँदैछ, नयाँ साथीभाइहरू, दाजुभाइहरू होइन, दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना जति पनि आउन खोज्दै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ तपाईँको सजेसन जाओस् न केही न केही, अब यस्तो गरेर आउँदाखेरि चाहिँ बेटर हुन्छ भन्ने टाइपको हुन्छ नि त, एउटा म्यासेज हुन्छ नि त। म्यासेज चाहिँ म यति मात्र भन्न चाहन्छु होइन, जति पनि आउँदैछन् सबैजना नेपाली दाजुभाइहरू है, उनीहरूलाई चाहिँ जो आफ्नो रिस्पोन्स होइन, जो आफ्नो जबको एउटा डिजिग्नेसन हुन्छ नि, त्यो डिजिग्नेसनलाई चाहिँ राम्रोसँग बुझेर आफ्नो मानसिक स्थिति एकदम फुल प्रिपेयर भएर है, यो सोच्नु पर्यो कि म जहाँ उभिन्छु त्यही नै म किङ हो भनेर के है, हो यतिको यो चाहिँ हुनु पर्यो। काम भनेको अब कहिले थोरै कहिले धेरै है, कहिले हल्का अब वर्क कामको प्रेसर पनि धेरै नै पर्छ, त्यो बेलामा अब धेरै हडबड पनि हुनु भएर होइन, आफूलाई नोक्सान पनि पुऱ्याउनु, अलिकति प्यासनेट चाहिँ हुनु पर्यो काममा भन्ने, यो चाहिँ भन्न चाहन्छु म। यही नै हो बेस्ट सजेसन्स। ओके साथीहरू, आजको लागि यति नै होइन। मैले प्राय होइन इन्फर्मेटिभ भिडियोहरू बनाउने गर्छु जसमा चाहिँ जो मान्छेले चाहिँ अलरेडी एक्सपिरियन्स होल्ड गरिसक्नु भएको छ, जस्तै दाइ भयो, मैले प्रिभियस भिडियोहरू पनि त्यस्तै भिडियोहरू बनाउँछु होइन। कतिपय अब यहाँ रोमानियाभित्रै हुने साथीहरूलाई चाहिँ अब यो कुराहरू सामान्य लाग्न सक्छ, तर नेपालबाट जति पनि नयाँ आउन खोज्दै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ सानो इन्फर्मेसनले होइन अलिकति उनीहरूलाई अलिकति फाइदा हुन्छ भने, अलिकति कुराहरू चाहिँ अलिक क्लियर हुन्छ भने रोमानियाको बारेमा मैले किन नगर्ने भनेर चाहिँ मैले यो कदमहरू गरिरहेको छु होइन। त्यो हुँदाखेरि चाहिँ आई होप तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो होला। जस दाइले पनि आफ्नो राम्रो एक्सपिरियन्स, आफ्नो हुन्छ नि आफूले दिनुपर्ने म्यासेजहरू तपाईँहरूलाई अलरेडी दिइसक्नु भएको छ होइन। त्यो कुरालाई तपाईँहरूले अलिकति मनन गरेर राम्रो मेन पावरमा गएर एप्लाई गरेर रोमानिया आउन सक्नुहुन्छ। रोमानिया त्यस्तो नराम्रो पनि होइन, एकदम मच बेटर पनि भन्न सक्दैन होइन। तपाईँहरू अब कम्पनीमा डिपेन्ड पर्ने हुन्छ यहाँ चाहिँ, यहाँ काम गर्न आउनलाई चाहिँ। सो साथीहरू, आजको लागि चाहिँ यति नै। अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू।